हेलो गाइस, म अहिले कहाँ छु? म एकदम रमाइलो ठाउँमा छु। कति रमाइलो फुलबारी। यो भन्दा के चाहियो र? के चाहियो र यो भन्दा? आउनु साथीहरू, म तपाईँलाई कहाँ घुमाउँछु? गुलाबको टनलमा, राइट? रातो गुलाब। एकछिन है साथीहरू, म लट्ठ भएँ। आउनुहोस्। अब सेतो गुलाब, सेतो 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 अलि साथी सेतो अलिक टाढै रहेछ है सेतो त। आयो 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 गाइस। अब पहेँलो यल्लो यो हो नि त। रङ्गी चङ्गी फुलबारीमा छैनौ तिमी साथमा, रङ्गी चङ्गी फुलबारीमा छैनौ तिमी साथमा, तर तिमीलाई दिन सुन्दर गुलाब हातमा, सुन्दर गुलाब हातमा। कस्तो लाग्यो त गाइस? यो भर्खरै मैले बनाएको गीत है। लिरिक्सको लागि त म त हो नि त, ठाउँ नपाएर पो त। आइगो, कस्तो लागिरहेछ तपाईँहरूलाई भन्नुहोस् है। फेरि अर्को फुलबारीमा आएको छु है साथीहरू। यहाँ चाहिँ अलि सानो रहेछ फुलहरू, त्यही भएर उठेर भिडियो बनाउँदाखेरि अलिक देखिन्न कि भनेर बसेरै गरेको छु है। यो अर्को खालको हो। अब फेरि म अर्कोमा जान्छु है। नेक्स्ट हेर्दै गर्नु होला, किप वाचिङ। ए फुलको बासना मनमा पिरा भए नि मायालु, मुसुकै हाँसना आज मलाई रमाइलो लागेको छ, रमाइलो लागेको छ। ए फुलबारीमा तिम्रै याद आएको, गीत कता पुग्यो छ, फुलमा भमरा आउँदै गर निर्माया, माया नमार। गीत गाउँदा थकै लाग्यो। बगैँचामा नआऊ तिमी, भमराले ठुङ्गिदेला, फुल सोचेर तिमीलाई, फुल सोचेर। साथीहरू, म अहिले फेरि यो अर्को खालको फुलबारीमा छु। फुलबारी घुम्दा घुम्दा पनि थकै लाएर विश्रामको अवस्थामा छु है। यस्तै छ, रमाइलो छ जिन्दगी जोस्। अघि चाहिँ म छुट्टै खालको फुलबारीमा थिएँ भने अहिले चाहिँ यो छुट्टै खालको फुलबारीमा आएको छु। यो रातो रङ्गी कलर छ, एकदम रमाइलो राम्रो छ है। यस्तो रमणीय वातावरण, मौसम पनि चिसो चिसो छ। आज गर्मी महिना भए पनि यहाँ बसेर पो राम्रो आउँछ क्या खै। यो कुन खालको फुल हो साथीहरू, यसो कमेन्टमा भन्नु होला है। मैले त्यसको नाम पनि पत्ता लगाइनँ, तर साह्रै राम्रो छ। अब छोडेर जानु मन छैन, त्यही पनि अब जानै पऱ्यो, उठिहालेँ। यस्तै छ। छेउमा यति राम्रो फुल उतापट्टि खोला, छेउमा यति राम्रो फुल उतापट्टि खोला, यस्तो रमाइलो ठाउँमा तिमीसँगै भए कस्तो होला, कस्तो होला। के गर्ने छैनौ र पो, गाह्रो छ, गाह्रो छ। यस्तो रमाइलो छ, रमाइलो वातावरण, राम्रो सुन्दर फुलबारी। मौसम चिसो चिसो, यो अर्कै तरिकाले सजाएर राखेको छ। एकदम रमाइलो छ दृश्य। हो कति रमाइलो, छोडेर जाने मन छैन। फुलबारीमा घुम्दै गर्दा यो सिनले पनि एकदम मनमोहक लाग्यो मलाई। यो सिन पनि, यसलाई पनि भिडियोमा कैद गर्नु मन लाग्यो। राम्रो छ।